हेलो एभ्रिवन, बेबी केयर नेपालमा हजुर सम्पूर्णलाई स्वागत छ। आज हामी त्यो टपिकमा कुरा गर्नेछौँ जुन प्रेग्नेन्सी पिरियडहरूको लागि एकदमै लाभदायक रहनेछ। प्रेग्नेन्सी पिरियड कुन पिरियड हाम्रो लागि इजी हुन्छ, कुन पिरियड हाम्रो लागि एकदम डिफिकल्ट हुन्छ भन्ने विषयमा धेरैजना मम्सहरूले भोगिसक्नुभयो। धेरैजना न्यू हुनुहुन्छ जुन भोग्दै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ यो कुरा राख्न मन लाग्यो। उहाँहरूले यो कुरा जान्नुभयो, जानकारी पाउनुभयो भने उहाँहरूको लागि पनि केही रूपमा सहज हुन जान्छ। सो आज हामी कुरा गर्दैछौँ फर्स्ट ट्रिमेस्टरको विषयमा। त मैले पहिला भिडियो बनाइसकेको छु। सो यो आज हामी चाहिँ सेकेन्ड ट्रिमेस्टरको विषयमा कुरा गर्दैछौँ, जसमा 4, 5 र 6 मन्थ पर्छ। जुन पिरियड हाम्रो लागि एकदमै डिफिकल्ट छ त्यो पिरियड हाम्रो फर्स्ट सेमिस्टर, फर्स्ट 3 मन्थ अर्थात् फर्स्ट मन्थ, सेकेन्ड मन्थ र थर्ड मन्थमा चाहिँ हाम्रो प्रेग्नेन्सी पिरियड चाहिँ एकदमै डिफिकल्ट रहन्छ। त्यो पिरियडमा हामीलाई मर्निङ सिकनेस हुने, भमिटिङ हुने, धेरै समस्याहरू भोग्नु परेको हुन्छ। खाना रुच्दैन, पानी खाँदा भमिट हुनुहुन्छ, जसले गर्दाखेरि हाम्रो प्रेग्नेन्सी पिरियड चाहिँ एकदमै डिफिकल्ट भइरहेको हुन्छ। हामी त्यो समस्याबाट चाहिँ अब बिस्तारै रिलिफ हुँदै जानेछौँ। 4 मन्थ स्टार्ट भइसके पछाडि हाम्रो ती समस्याहरू चाहिँ बिस्तारै हट्दै जानेछन्। हामीले जुन फर्स्ट मन्थ, सेकेन्ड मन्थ र थर्ड मन्थमा खाना खान सक्दैनौँ, यो मन्थ सुरु भइसके पछाडि हामीले ती खाना खान नसकेका समयहरूलाई चाहिँ इन्डेप हुँदै जानेछ। हामीले खाना खान सक्नेछौँ। बिस्तारै धेरै फुडहरू, हेल्दी फुडहरू एड गर्न सक्नेछौँ। हाम्रो बच्चाको ग्रोथको लागि के राम्रो हुन्छ त्यो ब्यालेन्स मिलाएर खान सक्नेछौँ। जुन कुरा फर्स्ट मन्थदेखि नै जरुरी थियो, त्यो टाइममा हामीले यी डिफिकल्ट सिचुएसनहरूले, डिफिकल्ट सिम्टम्सहरूले गर्दा हामीले त्यो पिरियडमा ब्यालेन्स मिलाएर फुड खान सक्दैनौँ भने यो पिरियडमा चाहिँ अब हामीले ती सिम्टम्सहरूलाई बिस्तारै हट्दै जान्छौँ र हामीले आफ्नो बच्चाको ग्रोथको लागि धेरै कुराहरू मेन्टेन गर्न सक्नेछौँ। मैले आफ्नो एक्सपिरियन्सबाट हजुरहरूलाई यो कुरा सेयर गरेको। मेरो आइएम अ थर्ड मदर। सो यसको एक्सपिरियन्सको साथमा म तपाईँहरूलाई यो कुरा सेयर गर्दैछु। यो टाइममा चाहिँ एकदमै हेल्दी फुडहरू लिनु होला, प्रशस्त मात्रामा पानी पिउनु होला, प्रशस्त झोलिलो पदार्थहरू पिउनु होला, जसले गर्दा हाम्रो बच्चाको ग्रोथको टाइम 4, 5 र 6 मन्थ हुन्छ। जुन टाइममा तपाईँहरूले हेल्दी फुडहरू लिनुभयो भने आफ्नो बच्चाको ग्रोथमा राम्रोसँग हेल्प हुन्छ, बच्चा राम्रोसँग डेभलप हुन्छ, उसको मेन्टल्ली, फिजिकल्ली। यो टाइममा चाहिँ उसको बडी स्ट्रक्चर बनिसकेको हुन्छ। 12 मन्थमा कुनै पनि बच्चाको बडी बनिसकेको हुन्छ। अब उसको ग्रोथको टाइम हुन्छ, जुन टाइममा हजुरहरूले हेल्दी फुडहरू टाइममा ब्यालेन्स मिलाएर लिनुभयो भने हजुरको बच्चाको ग्रोथमा राम्रो इम्प्याक्ट पर्छ। सो तपाईँहरूले यो 3 महिनापछि डक्टरसँग सजेस्ट गरेर केही सप्लिमेन्टहरू पनि लिनुपर्ने हुन्छ। आइरन, क्याल्सियम जस्ता सप्लिमेन्टहरू लिनु होला, रेगुलर मात्रामा लिनु होला डक्टरको सजेस्ट अनुसार। के यदि तपाईँलाई प्रब्लम भयो भने डक्टरको सजेस्ट अनुसार नै औषधि लिनु होला, त्योभन्दा बाहेक नलिनु होला आफै। सो भन्न चाहे यो टाइममा चाहिँ हजुरहरूले आफ्नो केयर राम्रोसँग गर्नुपर्ने हुन्छ। अरू कुरा गरुङको उचाल्नेदेखि लिएर धेरै हेभी काम चाहिँ हजुरले यो टाइममा गर्नु भएन। सो आइएम मदरको रूपमा मैले यो भिडियो हजुरहरूलाई सेयर गरेको छु। सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, हाम्रो भिडियोलाई लाइक पनि गरिदिनु होला।